Good morning. Good morning. Today is Father's Day. Baba, happy Father's Day. Hello, Bonnie. Papa's gift. Happy Father's Day. Happy Father's Day. Happy Father's Day. हामी तिनैजना तर्फबाट के रहेछ ना मेरो अनमोल बेटा र कान्छो प्रिन्सेस प्रिन्सेस छोरीले के मलाई दिनुभयो कति मायाको छ त्यो पढ्नुहोस् बाहिरको ममा पनि हो हामी तिनैजनाको तिनजनाकोबाट बहिनी पढ्दिनु त कान्छोको नबुझेको The righteous man walks in his integrity. His children are blessed after him. Proverbs 27. यसको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ Happy Father's Day पापा. यसको मतलब भनिदिनु न कान्छो यसको मिनिङ भनिदिनु न जो मानिस चाहिँ honestly, sincerely, हैन with utmost integrity आफ्नो जीवनलाई व्यतीत गर्छ भनेदेखिलाई चाहिँ ऊ पछि आउने सन्तानहरू चाहिँ blessed हुन्छ आशिषित हुन्छ भनेर अब म Papa is very blessed. So are we. हुँदैछ उहाँले अब म खोल्दैछु मेरो मम्मी मेरो अनमोल बेटा मेरो प्रिन्सेस छोरी छोरी आउनुहोस् अलि माया गर्नु छोरीलाई हुन्छ के चाहिँ छ होला मेरो छोरा छोरी मम्मीले दिनु भएको भनेको जस्तै भनेको जस्तै हो तपाईँले भने जस्तै त्यस्तो भन्नुभएको थियो तपाईँले कहिलेदेखि छ त है यो कान्छु लेदर ब्याग since a very long time यो हल्का छ नि त्यो चाहिँ यो प्योर लेदर हो यो मोजा रहेछ यो ब्याग मैले यस्तै सम्झिरहेको थिएँ किन्नु भनेर दोकानमा देखेको थिएँ पापाले अस्ति एमाजोनमा मलाई लेदर ब्याग मगाउनु नि हौ भनेको भने मैले हेरेँ पनि राम्रो थिएन नि त रहेछ मेरो छोराछोरीले दिएको म केही दिनु सक्दिनँ अनि आई ब्लेस यु सबैभन्दा एकदम इम्पोर्टेन्ट दामी सुट सिलाउनु यसको पापाले ग्रे उहिले छानिदिएको कलर हो यो छोरी कति मायाको छ हो ह्याप्पी फादर्स डे पापा Happy Father's Day. ब्याग राम्रो छ हल्का छ लेदरको प्योर लेदरको धेरै धेरै माया माया सबले कति हेर्नु कति मायाको छ हो मेरो प्रिन्स